आजको मेरो मिनी भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ। अनि आज चाहिँ हामीले मोमो बनाएर खाँदैछौँ। मोमोको रेसिपीहरु चाहिँ तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ। किमाहरु अगाडि चाहिँ हामीले भेलाहरु बनाइसकेको थियो अनि यहाँनिर चाहिँ अचार बनाउँदै हुनुहुन्छ हाम्रो बहिनीले। अनि यहाँनिर चाहिँ रहेको छ बन्दाकोपीहरु पनि मिक्स गरेको छ किमामा, धेरै धनियाहरु, लसुन, प्याज सम्पूर्ण कुराहरु। यो चाहिँ झोलको लागि चाहिँ बहिनीले रेडी गर्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो हँसेली रसेली पुतली बहिनी हुनुहुन्छ। अनि यो सबै किमाहरु भइसक्यो। अब मोमो चाहिँ रेडी भइसक्यो, हामी खाँदैछौँ। खाना हैन मोमो। यसरी सबैजना मिलेर खाँदा त निकै रमाइलो हुँदो रहेछ गाइस। तपाईहरुलाई पनि स्वागत छ है हाम्रो सिल्वर पार्टीको। शाबाश बेटा, बहुत बढ़िया। त्यो देश चाहिँ पत्ता लागेको छैन के देशै हो तर बाबुले कति खान्छ हामी चाहिँ एकदमै धेरै इन्जोय गर्यौं गाइस आजको दिनमा। यस्तो रमाइलो भयो कि हेर्नुस् त, सबैजनालाई हात हल्लाउँदैछ, मोमो खाँदैछौँ। यतिले त पेट भर्यो हो। हामी कहिले खाने मेनु यत्रो मोमो भोलि दिन सक्नु भोलि फ्राई मोमो बनाउनु त दीपिका खाने मोमो गर्दामा कमेन्ट गरिदिनु वाउ हैन त्यो भोलि खाने हुन्छ कोला आउनु तातो ल्याउने भिडियो बनाएर फाइनली गाइस आजको मोमो पार्टी हाम्रो भ्याइसकेको छ। हामीले खाइसकेको छौँ। कतिजनाले प्लेटहरू रित्तो पनि गरिसक्नु भएको छ। बाई एभ्रिवान। अब अगाडिको भ्लगमा भेट्ने छौँ। बाई बाई। वेटिङ फर नेक्स्ट भ्लग। ओके।